कहाँदेखि आउनुहुन्छ? हामी यता काठमाडौँदेखिबाट कहाँसम्म जानुहुने? हामी धरानसम्म ए तपाईँहरूलाई यो हामीले चाहिँ एउटा अहिले कार्यक्रम राखेको छ यहाँ होइन, मदन भण्डारी राजमार्ग हजुर हजुर उदयपुर गढी गाउँपालिका वडा नम्बर 7 अँधेरीमा चाहिँ यो जोगीटोलभन्दा माथितिर चाहिँ धेरै दुर्घटना हुने गर्छ है। हजुर हजुर त्यसको लागि चाहिँ हामीले सुरक्षित सडकका लागि शोभायात्रा अभियान भनेर राखेको छ। हजुर हजुर यहाँ चाहिँ तपाईँहरूले ओभरटेक पनि गर्नु भएन, एकदम बिस्तारै जानुपर्ने हो क्या। ए हुन्छ यहाँ चाहिँ धेरै दुर्घटना भएर होइन मान्छे लागि तपाईँहरूले एकदम नजिकै बिस्तारै स्लोमा जानुपर्ने भयो। ओभरटेक गर्नु भएन यो बाटोमा चाहिँ होइन। टाढादेखि आउनुहुन्छ, यहाँ आउँदा चाहिँ एकछिन 5 मिनट 10 मिनट होल्ड गरेर जानुपर्ने हो क्या। अब तपाईँहरू उहाँदेखि आउनुहुन्छ सधैँभरि कुदेको बाटो भनेर अब स्कुल जानुहुन्छ होइन, दुर्घटना धेरै हुने गर्छ। त्यसो गर्दा त्यसको लागि चाहिँ तपाईँहरूले एकदम स्लोमा ड्राइभ गर्नुपर्ने भयो। यहाँ मात्रै होइन, अब मदन भण्डारी राजमार्ग जुनसुकै ठाउँमा आफूले सडक गाडी चलाउँदा जुनसुकै ठाउँमा पनि अब एकदम दुर्घटनाग्रस्त ठाउँमा चाहिँ एकदम स्लोमा चलाउनु पर्छ है। त्यसमा आफूले जानकारी भएको कुरा तपाईँहरूले अरूलाई पनि रिले गरिदिनुपर्छ यो कुराहरू चाहिँ होइन। यहाँ यस्तो यस्तो छ, यो ठाउँ चाहिँ अलिक जोखिमयुक्त छ, यहाँनिर धेरै दुर्घटना हुन्छ भनेर तपाईँहरूले यहाँलाई चाहिँ अलिक सुरक्षितसँग हिँड्नुपर्छ है भनेर अरूलाई पनि जानकारी गराइदिनुपर्छ है। हस्, बिस्तारै जानुहोस् होला। धन्यवाद। शुभयात्रा।